बोल्नु बोल्नु साँच्ची भनेको पढ्थ्यो क्या तपाईले कति दिन नआउनुहुन्थ्यो स्कुल पढ्दाखेरि गाउँमा म 3 दिन नआउँथ्यो दिनदिनै त होइन होला नधाकिनु भन्नु न यत्रो ठुलो आइडी हेर्नु न यहाँनिर क्या यत्रो ठुलो आइडी 30 लेभलको सूचना अधिकारी नाम गरेको मान्छे छ हैन लेख्न चाहिँ के लेखेर गएको नि अप्सन छ ब्लक हान्ने अप्सन छ इग्नोर गर्नलाई दिमाग छ सक्यो अनि तपाईले हप्तामा एकचोटि नआउनुहुन्थ्यो कि 2 हप्तामा एकचोटि मैले नइराख्थे हेर्न सफा बनेको फेरि गाइस मैले त 15 दिनमा एकचोटि नुहाउँथे जान त्यो भन्दा लुगामा नि जुम्रा पर्थ्यो होला लुगामा त पर्दैन यता लिखा चाहिँ पर्थ्यो कहिले काहीँ यो होइन सब तपाईँ कति वर्ष पुग्नुभयो तपाईँ त अलि नयाँ होला टिकटकमा म नयाँ हो टिकटकमा होइन तपाईँ कति वर्ष पुग्नुभयो अब अन्डर 25 हो भने चाहिँ अब तपाईँहरूले दिनदिनै नुहाउनु भयो होला त्यो चाहिँ अब सही कुरो नै हो तर मेरो पालामा भनौँ न आजभन्दा अब 30-35 वर्ष अगाडिको कुरामा चाहिँ अब पानीको पनि यति समस्या हुने अब कुन ठाउँमा हो र हजुर हजुरको घर कता हो र गुल्मी ए त्यो त पानी कम हुन्थ्यो हाम्रोतिर चाहिँ हुन्थ्यो पानी अहिले त अब सबैको घरघरि छ पहिला त के अरे घोइटा पनि एक घर एक घोइटा भनेर घोइटा बनाएको थियो क्या यत्रो आकाशको पानी जम्मा हुने त्यो झुङ्गे घर भएकोलाई 2टा घोइटा अरे अनि खर भएकोलाई चाहिँ एउटा भनेर अनि फेरि तीन पनि दिएको थियो क्या सरकारले त्यो 3को छाना लगाएर अनि त्यहीबाट त्यो 3को छानाबाट आउने पानी चाहिँ फेरि त्यो एउटा घोइटामा हाल्ने दिएको थियो क्या पहिला फेरि ढुङ्गाको घर भएकोलाई अब त्यो 3 दिने भएन जस्ता दिने भएन अनि घोइटा मात्रै 2टा बनाउन दिने हाम्रोमा नि हो र हाम्रोमा नि 2टा घोइटा छ अनि अनि त्यति बेला क्या त्यो पँधेरामा गयो पालो